सुदूरपश्चिम प्रदेशमा पर्ने एक हिमाली जिल्ला हो बाजुरा र यहाँका मध्य पहाडी, उच्च पहाडी र हिमाली भूभागहरूको सङ्गम हो हिमाली गाउँपालिका। बसोबासको हिसाबले चाहिँ सबै खालका मानिसहरू बस्छन्, जस्तो कि अब तल चाहिँ क्षेत्री, बाहुन, हैन, दलितहरूको बस्ती पनि छ। त्यस्तै गरी यो ठकुरीहरूको जाति बस्ती पनि बस्छन् भने माथिल्लो क्षेत्रमा चाहिँ जनजातिहरू बस्नुहुन्छ। भौगोलिक हिसाबले यो गाउँपालिका बाजुराकै सबैभन्दा ठुलो स्थानीय तह हो। खेतीयोग्य जमिन असाध्यै कम भएको, 25 देखि 30% मात्र खेतीयोग्य जमिन भएको, अरू पुरै डाँडाकाँडा जङ्गलले ढाकिएको गाउँपालिका र धेरै हिमाल रहेको र थोरै भाग चाहिँ यो कर्णाली नदीको छेउछाउको बेसी रहेको जमिन भएको गाउँपालिका र त्यसरी त्यही तलको भाग चाहिँ खेतीयोग्य जमिन भएको गाउँपालिका भनेर चिनिन्छ। जनसङ्ख्याको आधारले कम, भूगोलको हिसाबले ठुलो पालिका भनेर चिनिने पालिका चाहिँ हो। जिल्लाको उत्तरी भेगमा रहेको यो गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा साबिकका बिच्छा गाविस, रुगिन गाविस र बाँधु गाविसका 1 देखि 7 सम्मका ओडाहरू गाभेर बनाइयो भने यहाँको अधिकांश क्षेत्र हिमाली भूभाग रहेको र प्राय हिमपात भइराख्ने हुनाले यस गाउँपालिकाको नाम हिमाली गाउँपालिका राखिएको हो। हिमाली गाउँपालिका कुल 830.33 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसको पूर्वमा मुगु जिल्ला पर्दछ भने उत्तरी सिमाना हुम्ला जिल्लासँग जोडिएको छ। गाउँपालिकाको पश्चिममा बझाङ जिल्ला र बाजुराको गौमुल गाउँपालिका पर्दछन् भने यसको दक्षिणमा बाजुराकै बुढीनन्दा नगरपालिका र स्वामी कार्तिक खापर गाउँपालिका रहेका छन्। विक्रम सम्वत 2074 साल वैशाख 31 गते पहिलो चरणको स्थानीय तहको निर्वाचन देशैभर सम्पन्न भयो। सबै स्थानीय तहले झैं जनमत पाएका र जनताबाटै चुनिएका जनप्रतिनिधिहरू हिमाली गाउँपालिकाले पनि पायो। कार्यालय सञ्चालनको बन्दोबस्ती गर्नु थियो, आवश्यक जनशक्ति व्यवस्था गर्नु थियो, विभिन्न क्षेत्रगत र विषयगत नीतिहरू निर्माण गर्नु थियो, योजना तर्जुमा गर्नु र तिनको कार्यान्वयनका लागि काम पनि गर्नु थियो। यस्ता तमाम समस्याहरूका बीच वडा नम्बर 6 को धुलाचौरमा गाउँपालिकाको केन्द्र स्थापना गरी हिमाली गाउँपालिकाले आफ्ना कामहरूको विधिवत थालनी गर्यो। यो गाउँपालिकाभित्र यदि केही चिज विकास भएको थियो भने 6-7 वटा पञ्चायतकालमा स्कुलहरू स्वीकृत भएका थिए, त्योभन्दा बाहेकको अरू कुनै चिज पनि थिएन। ती विद्यालयको अवस्था पनि यस्तो दयनीय र भयावह स्थिति थियो कि विद्यालयमा शिक्षकहरू अस्थायी ज्यालादारी रूपमा गाउँका मान्छेले पैसा उठाएर दिनुपर्ने टिचरहरू थिए। यहाँको सञ्चारको कुरा चाहिँ यहाँका मान्छेहरू कुल्टी या मुगु जिल्लाको ह्याङ्लुमा चाहिँ फोन गर्न जानु पर्थ्यो। बिछ्याका मान्छेले हुम्लाको ताजाकोट भन्ने ठाउँमा, मैला भन्ने ठाउँमा फोन गर्न जानु पर्थ्यो। स्वास्थ्य क्षेत्रमा हिजो हिमाली गाउँपालिकाभरिमा एउटा रोगिन र बिछ्या 2टा स्वास्थ्य चौकी थियो, 7 वटा ओडा। यति ठुलो भूगोल भएको ठाउँमा 3 दिन 4 दिन हिँडेर एउटा स्वास्थ्य चौकीमा चाहिँ उपचार गर्न जाने अवस्था थियो। कतिपय महिलाहरू बाटोमै सुत्केरी हुने अवस्था थियो। कतिपय बालबच्चाहरूले खोप लाउन नपाएर वञ्चित हुनुपर्ने अवस्था थियो। खानेपानी पनि जिरोबाट हामीले सुरु गर्नुपर्ने अवस्था थियो।
गाउँपालिकाका अधिकांश ठाउँमा बिजुली बत्ती थिएन। गाउँपालिकावासीलाई अँध्यारोबाट मुक्त गर्ने प्रयासमा जगन्नाथ गाउँपालिकासँग 12 किलोवाट विद्युत खरिद गरी हिमाली गाउँपालिकाको 7 नम्बर वडामा वितरण गरियो। आज हामीले बत्तीको उद्घाटन गर्यौं। बिग्रिएको अवस्थामा रहेको वडा नम्बर 6 पाँडीमा रहेको 15 किलोवाट क्षमताको जलविद्युत मर्मत र सुधार गरी सञ्चालनमा ल्याइएको छ। यसका साथै 100 किलोवाट क्षमताको झन्डै 900 परिवारहरूलाई पुग्ने कुवाडी जलविद्युत परियोजना निर्माण सम्पन्नताको चरणमा छ। यो प्रोजेक्टको नाम चाहिँ कुवाडी खोला लघु जलविद्युत आयोजना। यसको क्षमता चाहिँ 100 किलोवाट हो। आजसम्म हेर्दाखेरि यो प्रोजेक्टको सम्पूर्ण इलेक्ट्रोमेकानिकल कामहरू सम्पन्न भइसकेको छ। पावर हाउसको उपकरण यहाँ देख्न सकिन्छ। पछाडिपट्टि जेनेरेटर, ड्राइभ सिस्टम, टर्बाइन, यतापट्टि कन्ट्रोल प्यानल चाहिँ छ। सबै जडान भइसकेको चाहिँ छ। आधिकारिक टेस्ट चाहिँ त हुन बाँकी नै छ। वैकल्पिक ऊर्जाबाट प्रतिनिधिहरू आउनु भएपछि हुन्छ। तर कम्पनीको तर्फबाट र उपभोक्ता समितिको उपस्थितिमा हामी 12 गते पावर हाउसमा परीक्षा सञ्चालन चाहिँ गऱ्यौँ। त्यसपछि फेरि त्यसको 2-3 दिनमा अलि यसको फुल लोडको टेस्टिङ पनि गरिसकेका चाहिँ छौँ। यो हाम्रो अनकण्ठ ठाउँ जसरी पनि उज्यालो गर्नुपर्छ भन्ने प्रतिबद्धता गरेर हाम्रो हिमाली गाउँपालिकाको अध्यक्षज्यू गोविन्द मल्लले पनि जनतनको जोडले हर चिज गरेर राज्यको लगानी आफ्नो श्रम जसरी उपयोग गरिकन पनि निर्माण गर्नुपर्छ भन्ने ठुलो योगदान पुर्याएर आज यहाँसम्म पुगाउनु भयो। उहाँबाट पनि खुसी छौँ हामी। मेरो 2 नम्बर वडामा झरो बाल्ने अवस्था, वनको रुख काटेर अनि त्यो झरो हुन्छ नि, खाना खाँदाखेरि अनि सबै काम गर्दाखेरि त्यो झरो बाल्नु पर्ने अवस्था, आगोले उज्यालो गर्ने अवस्था। अब यहाँबाट बिजुली अलिकति सम्भावना भएन। केन्द्रबाट कम्पनी बजेट आउने, पालिकामा बाँड्यो भने अब अलिअलि मात्रै हुने। अनि पालिकाले उता 5 नम्बरको लघु जलविद्युत त्यसमै बढी बजेट गयो। अनि माथितिर त्यस्तो केही पनि भएन विद्युतको क्षेत्रमा। त्यो नभएर हामी तत्काल वैकल्पिक ऊर्जासँग सम्झौता गरेर प्रत्येक घरधुरीलाई 80 वाटको सोलर वितरण गरेका छौँ। 6 वटा बल्ब बालिरहेका छन्। उज्यालो कार्यक्रम त्यो छ तत्कालको लागि। भौगोलिक विकटताका कारण गाउँपालिका क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य संस्था थिएनन्। भएका सामान्य स्वास्थ्य चौकी पनि धेरै ठाउँका बिरामीलाई टाढा पर्थ्यो। दुर्गम गाउँबाट 4-5 दिनको पैदल बाटोमा बिरामीलाई बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता थियो। स्वास्थ्य भएका नाताले मान्छे दुखी बिरामी, सानतिना दुखी बिरामी त धेरै नै हटिया छन् त। बालबच्चादेखि लिएर बुढाबुढीदेखि लिएर सबैको त अहिले स्वास्थ्य ठुलै बिरामी भइगयो भने एक्सिडेन्ट बोकेर अब बाध्यता भएर चाहिँ नलिनु हुने। तर सानातिना लागेको कुरा सबैतिर अहिले स्वास्थ्यले केही न केही चौकी गरे उर्ने गरेकै छ सुविधा। अहिले खासै हामीले यताबाट पठाउँदाखेरि धेरै बिरामीहरू यहाँबाट रिफर भएको छैनन्। उस्तै गम्भीर खालका, जस्तै अचानक बेहोस भयो भने, अचानक लड्यो भने हड्डी भाँचियो, हात भाँचियो, अनि त्यसपछि भित्र पेट अचानक धेरै दुख्यो छ भने कडा हामीले त्यसको लागि चाहिँ भिडियो एक्सरे गरेर इन्डोस्कोपी गर्नुपर्छ भनेर हामीले रिफर गर्छौँ। र सुत्केरीलाई पनि सामान्य हामी यतै गर्न सक्छौँ। अनि जटिल केसलाई चाहिँ हामी रिफर गर्ने हो। 7 वडामा स्वास्थ्य चौकी प्लस एउटा गाउँपालिकाको केन्द्रमा थप स्वास्थ्य चौकी। त्यति मात्रै होइन, 6 नम्बर वडाको पाँडी, 5 नम्बर वडाको किउडी, 1 नम्बर वडाको बाम, जहाँ त्यो स्वास्थ्य चौकीबाट एक दिनभरिको पैदल बाटो हिँड्नुपर्ने गाउँहरू छन्, ती गाउँमा पनि गाउँपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य चौकी स्थापना गरेर त्यहाँ फर्निचर, सबै सामानहरू, भौतिक संरचनाहरू निर्माण गरेर, भवन निर्माण गरेर, कर्मचारी नियुक्ति गरेर आज सबै ठाउँका जनताहरूलाई कम्तीमा सामान्य खालको उपचार, स्वास्थ्यको पहुँचभन्दा बाहिर नरहेको अवस्था हामीले सिर्जना गर्न पुगेका छौँ।
गाडी पुग्ने होइन खोसेको मेरो हिसाबले है। नेपालगञ्ज जाँदाखेरि पनि पाइतलै जानुपर्ने, महेन्द्रनगर पारीमा हाटनपुर जाँदा पाइतलै जानुपर्ने, त त्यो गाडी छैन भनेपछि तल हाम्रै यही गाउँपालिकाको धुलाचौड भन्ने, त्यो राँगौडो भन्ने, त्यो उम्बाको त्यो यो उलोटो भन्ने, त्यो भिडै भिड चिन्ताको ठुलो विषय त थियो। बाटोघाटोको समस्या सबैतिर थियो। मूल बाटो पनि फराकिला थिएनन् र व्यवस्थित पनि थिएनन्। दैनिक आवश्यकताका माल सामान किन्न 3-4 दिन पैदल हिँड्नुपर्ने अवस्था त्यस बेला थियो। तर अहिले कालीकोट हुँदै हिमाली गाउँपालिकालाई छिचोलेर कर्णाली करिडोर हुम्ला जिल्लासम्म पुगिसकेको छ भने हिमाली गाउँपालिकाको केन्द्रदेखि रारातर्फको सडक जोड्ने पुल समेत शिलान्यास भइसकेको छ। यसले गाउँपालिकावासीको जीवनयापन सहज मात्रै बनाएको छैन, पर्यटकीय हिसाबले समेत हिमाली गाउँपालिकालाई मानस सरोवर र रारासँग जोडेको पनि छ। झोगला पुल नजिक बेली ब्रिज सञ्चालन गर्नका लागि खत्याड गाउँपालिकाको अध्यक्ष र मैले चाहिँ संयुक्त रूपमा शिलान्यास गरेँ। अबको यही आर्थिक वर्षभित्र वैशाखको अन्तिम जेठको पहिलो दोस्रो हप्ताभित्र त्यहाँ गाडी चल्छ अनि रारा जानका लागि 1 घन्टामा यहाँबाट रारा पुगिन्छ। बुढीनन्दा जाने पर्यटकीय मार्ग अहिले पानी पुग्दैछ। चार वर्ष अगाडि जिरो स्थितिमा थियो, न खाने पानीको त्यो खोलाको बग्ने पानी खाइन्थ्यो, बत्ती थिएन, टुकी बत्ती र त्यो सोलर पहुँच हुनेले पैसा हुनेले सोलर किन्थे, अरू अन्धकार बत्ती झरोमा र लोस्टोमा हामी बल्ने र पिप्पलले मट्टी लाउँथ्यो, टुकीमा बल्ने दियोमा बाल्ने स्थिति थियो भने अहिले घर घरमा बत्ती छ, खानेपानी घर घरमा छ। यो हिमाली गाउँपालिकाको वडा नम्बर 6 मा पर्ने धिम गाउँ। जनघनत्वको हिसाबले गाउँपालिकाभरिमै सबैभन्दा बढी परिवारहरूको बसोबास भएको गाउँ हो यो। यहाँ खेतीपातीका लागि जग्गा प्रशस्त छ, तर पानी नभएका कारण सबै बाली आकाशे पानीको भरमा गरिन्छ। धेरै परिवार खानेपानीको चरम समस्या भएकाले घन्टौँसम्म टाढाको पँधेरोमा कुर्नुपर्ने र झन्डै आधा घन्टाको उकालोबाट पानी बोक्नुपर्ने बाध्यता यहाँ थियो। साबेको बाँधु गाविसको धिम गाउँमा 500 घरधुरी भएको ठाउँमा 17 किलोमिटर टाढाबाट पानी ल्याएर अहिले 20-25 वटा धारा छन्। त्योभन्दा अगाडि एउटा धारोमा राति 12 बजेदेखि त्यहाँका मान्छेहरूले लाइन लाग्नुपर्ने अवस्था थियो। जेठ वैशाखमा त यति घुइँचो लागेर पानी भर्थे, दिनभरि त्यहाँ लाइन लागेर राति 12 बजेसम्म पानीको मात्रै कुरेर मात्रै पालो पालो गरेर पानी भर्ने गरेका थिए। र अहिले हामीले सबैभन्दा ठुलो हाम्रो उपलब्धिमूलक के छ त्यो वार्ड नम्बर 6 को खानेपानी। हामीले धेरै टाढाबाट त्यो खानेपानीको प्रयास गऱ्यौँ। अब अहिले घर घरमा धारा छन्, नुहानधुवान गर्नको लागि एकदम सुविधा, घर घरमा धारा भएको छन्। हामीलाई पालिका टाढै छ, गाउँ टाढै छ टाढै। गाउँपालिकाको माथिल्लो भेगमा भेडा बाख्रा पालन गरिन्छ भने तल्लो भेगतिर गाई बस्तु पालिन्छ। अधिकांश गाउँपालिकावासीको मुख्य जीविकोपार्जनको बाटो कृषि नै भए पनि परिवारलाई पुग्दो नहुने भएकाले यहाँका पुरुषहरू प्राय भारत कमाउन जान्थे। तर अहिले गाउँपालिका भएसँगै गाउँमै रोजगारीका अवसर जुरेका छन्। महिलाहरूले उद्यमको लागि सिप र क्षमता बढाउने खालका तालिमहरू पनि पाएका छन्। टोलटोलको महिलालाई छनौट गरेर, उडाको महिलालाई छनौट गरेर अनि हामीले सिलाइ कटाइको तालिम दियौँ अनि एउटा मेसिन पनि दियौँ। धेरैजसो महिलाले अहिले त्यही मेसिन लिएर कुनै ठाउँमा आफ्नो ठाउँमा अथवा यहाँ हिमाली गाउँपालिकामा पनि बसेर मजाले कपडा सिलाएर आफ्नो जीविकोपार्जन गरेर खाने गरेका छन्। हिमाली गाउँपालिका भौगोलिक हिसाबले विकट भए पनि प्राकृतिक स्रोत साधनका दृष्टिले भरिपूर्ण छ। विभिन्न प्रकारका जडीबुटीहरू, वनस्पति र वन्यजन्तुहरू यहाँ पाइन्छन्।
वनस्पति तथा फलफुल उत्पादनको प्रचुर सम्भावना र गाउँपालिकावासी बीच बढ्दो खाद्य सङ्कटलाई ध्यानमा राखी हिमाली गाउँपालिकाले खाद्य सुरक्षाका लागि वृक्षारोपण कार्यक्रम कार्यान्वयनमा ल्यायो। खाद्य सुरक्षाका लागि वृक्षारोपण कार्यक्रम भनेर एउटा हामीले नयाँ कार्यक्रम सिर्जना गऱ्यौँ। वार्षिक 1 करोड बजेट छुट्याउने गरेका छौँ। पहिला करिब सुरुको वर्ष 49,000 बोट बिरुवाहरू वितरण गऱ्यौँ। स्याउ, ओखर, माथि चिसो जहाँ हिमाली भेग छ त्यो ठाउँमा र तलको बेसीको बस्तीमा चाहिँ अमिलो जातको कागती, अनार, अम्बा, आँप, अनार जस्ता बोटहरू र माथि चिसो ठाउँमा ओखर र कागतीका बोटहरू रोप्न लगायौँ। त्यो बोट रोपे बापत प्रति एक बोट 1 वर्षमा 5 केजी चामल, त्यो बोट संरक्षण गरे बापत चामल चाहिँ उसलाई उपलब्ध गराउने गरिकन त्यो कार्यक्रमको सुरुवात गऱ्यौँ। त्यति 21 बोटा सिया मेरा हजुर 21 बोटा कति किलो 1 कुन्डल 10 केजी मिल्यो। रोप केही भयो अब बिक्री गर पछि भने जोगाओ भने सरकारले राम्रै गरिएको छ। 5 वर्षसम्म उनीहरूलाई बोट हुर्काए बाखत हामीले खाद्यान्न दिन्छौँ गाउँपालिकाले। 5 वर्षपछि चाहिँ ती बोट बिरुवा चाहिँ हुर्काइसकेपछि सबै बोट बिरुवाले चाहिँ त्यो बोट बिरुवाबाट उत्पादित फलफुल हामीले चाहिँ गाउँपालिकाले आफैले खरिद गर्ने अथवा बजारको व्यवस्थापन गरिदिने। गाउँपालिका स्तरीय एउटा ठुलो चाहिँ 100 टन चाहिँ तपाईँ त्यहाँ चाहिँ स्टोर गर्न सकिने कोल्ड स्टोर राख्ने, शीतगृह भण्डार बनाउने सङ्घीय सरकार प्रदेश सरकारसँग समन्वय भइसकेको छ। यहाँ चाहिँ औद्योगिक ग्राम पनि स्वीकृत भइसकेको छ। अब 2 वर्ष 3 वर्षपछि त यहाँ स्याउ फल्छ, ओखर फल्छ, जडीबुटी प्रशस्त छ, अनार फल्छ, अङ्गुर फल्छ, कागती फल्छ। अनि त्यसलाई प्रशोधन गरेर लैजाने किसिमले यहाँ औद्योगिक ग्राम जो कि 8 करोड रुपियाँ बराबरको एउटा हामीले औद्योगिक क्षेत्र सुरुवात गर्दैछौँ। हिमाली गाउँपालिका धार्मिक र पर्यटकीय हिसाबले पनि उत्तिकै सम्पन्न छ। जिल्लाकै प्रमुख मानिने धार्मिक स्थल बुढीनन्दा पनि यस गाउँपालिकाको भूभागले छुन्छ। प्रत्येक सान पूर्णिमा अनि एकादशीको दिनदेखि पूर्णिमासम्म व्रत बस्ने चलन र अब माई भगवती माईले चाहिँ सबैको शिक्षा दीक्षादेखि लिएर रोगव्याधि हटाउने भन्ने एउटा परम्परागत धारणा प्लस चाहिँ एउटा वास्तविकता पनि छ। र अब मान्छेहरू भनेपछि अब श्रद्धापूर्वक धेरै ठाउँबाट लगभग नेपालको धेरै ठाउँबाट आएको देखिन्छ। त्यहाँ त हेर्दाखेरि मलाई यति चाहिँ मनोरम देखियो, त्यो दृश्य अति नै राम्रो छ। यस गाउँपालिकाका बासिन्दाले पुज्ने लवासुर, चण्डिका, बानादेव, कैलाश, बज्जु, धवलपुरा, कालिका र मस्टो जस्ता प्रमुख देवी देवताका मन्दिरहरू यहाँ छन्। गाउँपालिका क्षेत्रमा रहेका यस्ता करिब 3 दर्जन बढी देवी देवताका मन्दिरहरूको निर्माण र मर्मतमा समेत गाउँपालिकाले उत्तिकै प्राथमिकता दिएको छ। यी मन्दिरहरूमा तिथिमिति र परम्परा अनुसार हरेक वर्ष छुट्टा छुट्टै धार्मिक मेला पर्वहरू लाग्ने गर्दछन्। 1500 सालदेखि खौ मेला सुरु गरेको हो। त्यही बेलै वनदेव देवता यता आएको हो। यता आउँदाखेरि वनदेव देवता आउँदाखेरि यहाँका राक्षसले पनि आतङ्क गर्नु खोजिया र सुक्खा खडडी हुँदो यहाँ वर्ष आउँदैन थियो। अनि वनदेव आएदेखि वनदेवले मेघ दियो र यहाँको बालीनाली पनि राम्रो भयो। यहाँका राक्षस पनि शान्त भया। राक्षसकन रागो दिने अनि वनदेवकन भदौ 1 गतेदेखि 3 गतेसम्म खौ मेला बनाउने गरेको हो। हिमाली गाउँपालिका वडा नम्बर 7 बाँधुमा मनाइने अर्को धार्मिक मेला हो कुलो सुगेराई। हिमाली गाउँपालिका भरिको मुख्य खेती हुने ठाउँ बाँधु नै हो। यसै ठाउँमा खेती बढी हुन्छ हिमाली गाउँपालिका भरिको। यसै ठाउँमा कुलो नभएको कारणले पहिला बाजेले कुलो बनाएर कुलो सम्पन्न भइसके भए त्यो कुलोलाई पर्छो अर्छो गरेर पानी पर्छने कारणले हाम्रा सम्पूर्ण गाउँलेहरू जम्मा भए, आउने जात्रुहरू सबै जम्मा भए। अनि त्यहाँ कुलाको मूलदेखि खेलमाल गर्दै बाजा बजाउँदै ढोल बजाउँदै हुड्को बजाउँदै विभिन्न बाजा बजाउँदै खेलमाल गर्दै हामीले यो ओखलको रूपमा पुग्यौँ। अनि हाम्रो कुलो सुगेराई बनाउने चलन यही कारण हो। हिमाली गाउँपालिका वडा नम्बर 5 फैतीमा मनाइने यो लडी तनाई मेला फागुन महिनामा भव्य रूपमा मनाइने यो मेलामा
बाबियोको लडो अर्थात् डोरी बाटी नचुडिदासम्म दुवैतर्फबाट तान्ने प्रचलन रहेको छ। गाउँपालिकावासीले मनाउने अर्को धार्मिक मेला हो चौदस पुनी। हिमाली गाउँपालिकाकै बोर्ता गाउँमा चौदस पुनी धुमधामका साथ मनाइन्छ भने वडा नम्बर 6 को पानीमा साउन पुनीको छुट्टै रौनक हुन्छ। यसका साथै दसैँ, तिहार, श्री पञ्चमी आदि पर्वहरू पनि यस गाउँपालिकामा मनाउने गरिन्छ। हिमाली गाउँपालिकाका लागि मूल समस्या शैक्षिक क्षेत्रमा पनि थियो। भएका विद्यालयहरू जीर्ण र जोखिमपूर्ण अवस्थामा थिए। कक्षा कोठाहरू सुरक्षित थिएनन्। धुलो मैलो हुन्थ्यो। बस्ने डेस्क बेन्चको उचित व्यवस्था थिएन। अपेक्षा अनुसारको पठन पाठनमा गुणस्तरता समेत थिएन। शिक्षामा हाम्रो लगभग प्राथमिक मात्रै थियो, प्रावि। अहिले मेरै वडामा एउटा मावि बनिसक्यो। 4वटा आधारभूत विद्यालयहरू छन्। ती विद्यालयमा पढाइ व्यवस्थापन, फर्निचरको व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन, भवनहरू बनाइसकेका छन्। टिचरहरूको असाध्यै कमी। एकजना टिचरले पुरै विद्यालय चलाउनु पर्ने, कहिले परिचरले पनि चलाउनु पर्ने। अहिले दरबन्दी लगभग हामीले व्यवस्थापन गर्न सफल भएका छौँ। हिमाली गाउँपालिकाले स्वयंसेवक शिक्षकको व्यवस्था गरेर हामीले पठन पाठनलाई सुधार गर्ने व्यवस्था गऱ्यौँ। हाम्रो गाउँघरतिर कुनै पनि विद्यालयमा हाम्रा बालबालिकाहरू डेस्कमा बस्ने व्यवस्था थिएन। हामीले धुलोमुक्त विद्यालय व्यवस्थापन गर्ने पनि गऱ्यौँ। बाली विज्ञान सम्बन्धी अध्ययन गर्ने एउटा विद्यालय पनि सञ्चालन गरेका छौँ। परीक्षा केन्द्रका विषयमा पनि हाम्रो विद्यालयका बालबालिकाहरू धेरै टाढा जाने व्यवस्था थियो। अहिले उनीहरूले नजिकै यो भवानी आधारभूत विद्यालयमा परीक्षा दिलाउने व्यवस्था पनि गरियो। जल, जमिन र जडीबुटी हिमाली गाउँपालिकाले विशेष ध्यान पुर्याएका क्षेत्र हुन्। यी तीनै क्षेत्रबाट गाउँपालिकावासीको आय बढाउने र जीवनस्तर माथि उकास्ने हिसाबले गाउँपालिका लागि परेको छ। गाउँपालिकाले सम्भाव्यता अध्ययन गराई पर्यटन प्रवर्धन गर्ने र आय आर्जन गराउने उद्देश्यले रारा टुर्स एन्ड ट्राभल्ससँगको साझेदारीमा कर्णाली र्याफ्टिङ समेत सञ्चालन गर्दै आएको छ। हिमाली गाउँपालिकाको झुलाचौरको तल मुनिबाट सुरु गर्छौँ र हामीले स्वामी कार्तिक खापर गाउँपालिकाको मुनि पिचौरमा स्टप गर्छौँ। यसमा हामीले देख्नुपर्ने क्रोकोडाइल देख्छौँ, होइन भन्छ नि जलेवा देख्छौँ, किङफिसर देख्छौँ, झुलुङ्गे पुल देख्छौँ। अनि ऱ्यापेडहरूमा धेरै हामीले जानुपर्छ। स्लो वाटर हुन्छ, भुमरी हुन्छ, ढुङ्गा हुन्छ। मान्छे यहाँको लोकलहरू पुरा घुमिरहेका हुन्छन्, कोही माछा मारेर हुन्छन्, कोही के गरेर हुन्छन्। त्यो हामीले जलयात्रामा इन्जोय गर्दै जाने हो। गाउँपालिकाको वडा नम्बर 7 बाँधोमा केतुके फ्याक्ट्री सञ्चालनमा आएको छ। खेर गइरहेको केतुकी थियो। केतुकीको त्यो धागोबाट राम्रो चिजहरू बन्दो रहेछ भन्ने कुरा हामीले केतुकीको पशुधन गरेर देखाइसकेका थियो। जनताले तालिम दिएर 20-22 जनाहरू छन् कृषकहरू र त्यहाँका युवाहरू, उहाँहरूले पशुधन गरेर मेसिन ल्याएर पशु गर्दा देखाइदिनु भएको छ। केही दिनमा हामी तिनीहरूलाई दक्ष ट्रेनिङ दिएर हामी अब त्यसको केतु उद्योग धन्दा सुरु गर्दैछौँ। गाउँपालिकावासीको सुरक्षाका लागि बिछ्यामा प्रहरी चौकी स्थापना गरिएको छ। घरेलु तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि साझेदार सङ्घ संस्थाहरूसँगको सहकार्यमा विभिन्न प्रयासहरू भइरहेका छन्। छुवाछुत, छाउपडी जस्ता विभेद हटाउन गाउँपालिकाले न्यायिक समिति मार्फत विभिन्न प्रयत्नहरू गरिरहेको छ भने बालविवाह रोकथाममा पनि उल्लेख्य काम भएका छन्। बाल अधिकार, बालविवाह, बहुविवाहको लागि हामी महिलाले यहाँ समेत यतिसम्म हामी लड्न सक्छौँ। कुनै महिलाले बालविवाह सहेर बस्नु हुँदैन। बालविवाह गर्न हामीले बालविवाह हटाउनुपर्छ। बहुविवाहका त्यस्ता मुद्दाहरू हटाउनुपर्छ। बहुविवाह गरेर हामीले सहेर बस्नु हुँदैन। हामीले त्यो एक स्वास्नी सधैँ अर्को ल्याउनेलाई हामीले कति किसिमका अनि त्यहाँ तिनलाई कति कारबाही गर्न सकिन्छ, कति वर्षसम्म जेल हुन्छ र कति 50,000 देखि 3 लाखसम्मको सजाय हुन्छ भनेर हामीले तिनलाई त्यतिसम्म जानकारी दिलाएर वडामा पनि घुम्यौँ। अहिले महिला पनि धेरै खुसी छन्। यसका अलावा समुदायमा रहेका कमजोर वर्गको उत्थान र जीवनयापन सहज बनाउन गाउँपालिकाले सामाजिक सुरक्षाका कार्यक्रमहरू प्रभावकारी तरिकाले गाउँ-गाउँसम्मै पुर्याउने यात्रामा जोड्दै आएको छ। कृषि यहाँका बासिन्दाको जीवनयापनको मेरुदण्ड हो। त्यसैले यहाँ गरिने कृषि कर्मलाई आधुनिक, उत्पादनशील र सरल बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउँदै आएको छ।
कृषिमा व्यापक परिवर्तन गर्नेछौँ भनेर हामीले लेखेका थियौँ। उन्नत जातका गाई पालन गर्ने, भैँसी पालन गर्ने र उन्नत जातका बोकाहरू, राँगाहरू उपलब्ध गराउने, गाई भैँसी पाल्ने मान्छेका लागि खोर बनाए बापत अनुदान दिने, गाई भैँसी तराईबाट राम्रो ठाउँबाट किनेर ल्याउँदा ढुवानी अनुदान दिने किसिमका कार्यक्रमहरू पनि राखेर कृषितिर चाहिँ हामीले अलिक प्रभावकारी ढङ्गले व्यावसायिक कृषि गरून् भनेर हामीले त्यतातिर पनि हामीले लगानी गरेका छौँ। पशुपालन क्षेत्र अथाह सम्भावना भएको कारणले गर्दा हामीले कृषकहरूलाई चाहिँ अनुदान प्राप्त गराएका छौँ र त्यस्तै गरी यो कृषि क्षेत्रमा चाहिँ थुप्रै फर्महरू स्थापना गरेर अब माटो र त्यहाँको हावापानी सुहाउँदो अनुसार बोट बिरुवाहरू वितरण गरेका छौँ र केही न केही पछि जीविकोपार्जनसम्म सहजताको लागि त हामीले यो काम गरेका छौँ नि। हिमाली गाउँपालिकामा सूचना र प्रविधिका क्षेत्रमा शून्यताबाटै काम गर्नुपर्ने थियो। मोबाइलमा नेटवर्क आउँदैन थियो। अहिले गाउँपालिकाकै क्षेत्रमा टावर बनाइसकिएकाले घर आँगनबाटै टेलिफोन गर्न र इन्टरनेट प्रयोग गर्न सहज भएको छ। गाउँमै सडकको पहुँच पुगेकाले यातायातको सुविधा सबैले प्रयोग गर्न पाएका छन्। गाउँमै रोजगारी सिर्जना भएको छ। गाउँको खेती व्यवसायले बजार पाएको छ। सामान्य बिरामीमा टाढाको अस्पताल धाउनुपर्ने समस्या समाधान हुँदैछ। टाढाको अस्पतालमा बिरामी पुर्याउन एम्बुलेन्सको समेत व्यवस्था गाउँपालिकाले गरेको हुनाले अकाल बिरामीले ज्यान गुमाउनु परेको छैन। बाजुरा जिल्लाभरिको सबभन्दा पिछडिएको बिछे हो। त्यसमा भन्दा पनि 2 नम्बर भनेपछि साह्रै पिछडिएको, एकदम बाली पनि नहुने ठाउँ होइन। सबै खानेपानीको समस्या, अनि खाद्यान्नको समस्या, त्यसपछि स्वास्थ्यको समस्या होइन, शिक्षाको समस्या, यातायातको समस्या, थुप्रै समस्याहरू थिए। स्वास्थ्य स्थापना भयो, कर्मचारी व्यवस्थापन भएको छ। हामीले अहिले स्वास्थ्य शिक्षा गाउँघरमा पाएको छौँ, सहज छ होइन। पहिला चाहिँ एउटा चाहिँ हाम्रो स्वास्थ्य उपस्वास्थ्य चौकी मात्रै थियो, अहिले उपस्वास्थ्यलाई स्वास्थ्यमा परिणत गरेका छौँ। गाउँघरमा प्रत्येक गाउँघरमा चाहिँ हामीले चाहिँ इकाइ केन्द्रहरू स्थापना गरेका छौँ। त्यसपछि लिएर चाहिँ बाटा सजिलैसँग हामी गोरेटा बाटाहरू चाहिँ अहिले घोरेटा बाटामा परिणत भएका छन्, जो कि घोडा खच्चरहरूले सजिलैसँग खाद्यान्न आपूर्ति गर्ने वातावरण सिर्जना भएको छ। शून्यबाट सुरु भएको गाउँपालिका पर्यटन क्षेत्रतिर पनि हामी सुधार गर्नेछौँ, त्यसलाई चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा पुर्याउने पहल गर्नेछौँ भनेर हामीले भनेका थियौँ। हिमाली गाउँपालिकालाई सडक सञ्जालमा जोड्नेछौँ भनेका थियौँ। हिमाली गाउँपालिकाका सबै नागरिकहरूलाई खानेपानीको अभाव हुन दिने छैनौँ भनेर हामीले भनेका थियौँ। भने आज खानेपानी ती मात्रै होइन, चाहे त्यो युना होस्, चाहे बौडी होस्, चाहे नेटा के अरे रुम्दी जस्ता जति ठाउँमा खानेपानीको समस्या थियो ती सबै ठाउँमा प्रत्येक बस्तीमा खानेपानीको व्यवस्था गरेका छौँ। करिब करिब सबै बस्तीमा गाडी पुग्दैछ। यो वर्ष पानी पुग्यो भने सबै बस्तीमा गाडी पुगेको छ। 52 जना शिक्षकहरू नियुक्ति गर्दा त रोजगारीको अवसर पनि सिर्जना भएको छ। त्यस्तै 11 वटा स्वास्थ्य चौकी स्थापना गर्दा 40-42 जना त्यहाँ पनि स्वास्थ्य कर्मी र कार्यालय सहयोगी गरेर रोजगारीको अवसर सिर्जना भएको छ। विकट क्षेत्र, उचित जनशक्तिको अपुग, साधन स्रोतको कमी लगायतका यावत समस्याले सोचे अनुरूपका उपलब्धि हासिल हुन नसके पनि यो 5 वर्षको अवधिमा विकास र समृद्धिका क्षेत्रमा हिमाली गाउँपालिकाको मुहार भने फेरिएको छ।